नमस्कार, लाउरे तयारी युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपालको लागि अति महत्त्वपूर्ण 50 भन्दा बढी प्रश्न उत्तर लिएर उपस्थित भएको छु। भिडियोमा नै स्किप नगरी अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै अहिलेसम्म हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकन प्रेस गर्न नभुल्नुहोला। अब ढिला नगरी सुरु गरौँ आजको विषयवस्तु। लेट्स गो। नम्बर 1 मा रहेको छ गौरीशंकर हिमाल कुन जिल्लामा पर्दछ? क्वेशन फेरि सुन्नुहोला। गौरीशंकर हिमाल कुन जिल्लामा पर्दछ? अप्सन नम्बर ए सोलुखुम्बु, अप्सन नम्बर बी ताप्लेजुङ, अप्सन सी दोलखा, अप्सन नम्बर डी सङ्खुवासभा। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर सी दोलखा। गौरीशंकर हिमाल दोलखा जिल्लामा पर्छ। साथीहरू, हामीले सोधेको क्वेसनहरूको सही उत्तर आउँछ भने कृपया अगाडि नै कमेन्ट गर्न सक्नुहुनेछ है त। त्यसैगरी क्वेसन नम्बर 2 मा रहेको छ चोयु हिमाल कुन जिल्लामा पर्दछ? क्वेसन फेरि सुन्नुहोला। चोयु हिमाल कुन जिल्लामा पर्दछ? अप्सन नम्बर ए सोलुखुम्बु, अप्सन नम्बर बी ताप्लेजुङ, अप्सन नम्बर सी दोलखा, अप्सन नम्बर डी सङ्खुवासभा। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ए सोलुखुम्बु। चोयु हिमाल सोलुखुम्बु जिल्लामा पर्दछ। अप्सन नम्बर ए राइट एन्सर। त्यसैगरी क्वेसन नम्बर 3 मा रहेको छ गोर्खा केन्द्रबिन्दु बनाएको भूकम्प कहिले आएको थियो? क्वेसन फेरि सुन्नुहोला। गोर्खा केन्द्रबिन्दु बनाएको भूकम्प कहिले आएको थियो? अप्सन नम्बर ए विक्रम सम्वत 2072 2 महिना 20 गते, अप्सन नम्बर बी 2012 1 महिना 20 गते, अप्सन नम्बर सी 2072 1 महिना 12 गते, अप्सन नम्बर डी 2072 2 महिना 12 गते। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर सी 2072 1 महिना 12 गते। 2072 साल वैशाख 12 गते शनिबारको दिन 11:56 7.8 रेक्टर स्केलको भूकम्प गएको थियो है त। त्यसैगरी क्वेसन नम्बर 4 मा रहेको छ नेपाललाई प्रदेशको हिसाबले कति भागमा विभाजन गरिएको छ? क्वेसन फेरि सुन्नुहोला। नेपाललाई प्रदेशको हिसाबले कति भागमा विभाजन गरिएको छ? अप्सन नम्बर ए 5, अप्सन नम्बर बी 6, अप्सन नम्बर सी 7, अप्सन नम्बर डी 8। यसको राइट एन्सर के हुन्छ कमेन्ट गरिदिनु होला। त्यसैगरी क्वेसन नम्बर 5 मा रहेको छ बाह्रकुने ताल कुन जिल्लामा पर्दछ? क्वेसन फेरि सुन्नुहोला। बाह्रकुने ताल कुन जिल्लामा पर्छ? अप्सन ए बाँके, अप्सन बी बर्दिया, अप्सन नम्बर सी कपिलवस्तु, अप्सन नम्बर डी दाङ। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर डी दाङ। बाह्रकुने ताल दाङ जिल्लामा पर्दछ। क्वेसन नम्बर 6 मा रहेको छ तलका मध्ये नेपालसँग कतिवटा देशको सिमाना जोडिएको छ? क्वेसन फेरि सुन्नुहोला। तलका मध्ये नेपालसँग कतिवटा देशको सिमाना जोडिएको छ? अप्सन ए 3, अप्सन नम्बर बी 2, अप्सन नम्बर सी 4, अप्सन नम्बर डी 5। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर बी 2। तलका मध्ये नेपालसँग 2वटा सिमाना जोडिएको छ। 2वटा देशको सिमाना जोडिएको छ, चीन र भारत है त। क्वेसन नम्बर 7 मा रहेको छ नेपालको पहिलो प्रधानमन्त्री को हुन्? क्वेसन फेरि सुन्नुहोला। नेपालको पहिलो प्रधानमन्त्री को हुन्? अप्सन ए भीमसेन थापा, अप्सन बी कालु पाण्डे, अप्सन नम्बर सी फतेजङ शाह, अप्सन नम्बर डी मानसिंह बस्नेत। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ए भीमसेन थापा। नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापा रहेका छन्। अप्सन नम्बर ए राइट एन्सर। क्वेसन नम्बर 8 मा रहेको छ रानी पोखरी कसले निर्माण गरेका हुन्? क्वेसन फेरि सुन्नुहोला। रानी पोखरी कसले निर्माण गरेका हुन्? अप्सन ए पृथ्वीनारायण शाह, अप्सन नम्बर बी प्रताप मल्ल, अप्सन नम्बर सी मञ्जुश्री, अप्सन नम्बर डी महेन्द्र मल्ल। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर बी प्रताप मल्ल। रानी पोखरी प्रताप मल्लले निर्माण गरेका हुन्। अप्सन नम्बर बी राइट एन्सर। क्वेसन नम्बर 9 मा रहेको छ घुस लिने र दिने सबै देशका शत्रु हुन् यो भनाइ कसको हो? क्वेसन फेरि सुन्नुहोला। घुस लिने र दिने सबै देशका शत्रु हुन् यो भनाइ कसको हो? अप्सन ए पृथ्वीनारायण शाह, अप्सन नम्बर बी राम शाह, अप्सन नम्बर सी द्रव्य शाह, अप्सन नम्बर डी कालु पाण्डे। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ए पृथ्वीनारायण शाह। घुस लिने र दिने सबै देशका शत्रु हुन् यो भनाइ पृथ्वीनारायण शाहको रहेको छ। अप्सन नम्बर ए राइट एन्सर। क्वेसन नम्बर 10 मा रहेको छ नेपालमा हाल कतिवटा संविधान जारी भए? क्वेसन फेरि सुन्नुहोला। नेपालमा हाल कतिवटा संविधान जारी भए? अप्सन ए 5, अप्सन नम्बर बी 6, अप्सन नम्बर सी 7, अप्सन नम्बर डी 8। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर सी 7। नेपालमा हालसम्म 7वटा संविधान जारी भए। त्यसैगरी क्वेसन नम्बर 11 मा रहेको छ ट्राफिक लाइटमा पहिलो बत्ती बल्दा सवारी साधनले के गर्नुपर्छ? क्वेसन फेरि सुन्नुहोला। ट्राफिक लाइटमा पहिलो बत्ती बल्दा सवारी साधनले के गर्नुपर्छ? अप्सन नम्बर ए रोक्नुपर्छ, अप्सन बी दायाँ मोड्नुपर्छ, अप्सन नम्बर सी तयारी हुने, अप्सन नम्बर डी गइरहनुपर्छ। यसको राइट एन्सर के हुन्छ कमेन्ट गरिदिनु होला। आएन भने आएन भनेर कमेन्ट गर्नु होला है त। क्वेसन नम्बर 12 मा रहेको छ सवारी दुर्घटनाको अनुसन्धान कसले गर्छ? क्वेसन फेरि सुन्नुहोला। सवारी दुर्घटनाको अनुसन्धान कसले गर्छ?
अप्सन ए यातायात कार्यालय, अप्सन बी ट्राफिक प्रहरी कार्यालय, अप्सन नम्बर सी नेपाल प्रहरी, अप्सन नम्बर डी सरकारी वकिल। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर बी ट्राफिक प्रहरी कार्यालय। सवारी दुर्घटनाको अनुसन्धान ट्राफिक प्रहरी कार्यालयले गर्छ। अप्सन नम्बर बी राइट एन्सर। क्वेसन नम्बर 13 मा रहेको छ क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला कुन हो? क्वेसन फेरि सुन्नुहोला, क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला कुन हो? यसको राइट एन्सर रहेको छ अप्सन नम्बर डी डोल्पा। क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा रहेको छ। क्वेसन नम्बर 14 मा रहेको छ सुदूरपश्चिम प्रदेशमा कति जिल्ला छन्? क्वेसन फेरि सुन्नुहोला, सुदूरपश्चिम प्रदेशमा कति जिल्ला छन्? अप्सन ए 6, अप्सन बी 7, अप्सन नम्बर सी 8, अप्सन नम्बर डी 9। यसको राइट एन्सर के हुन्छ कमेन्ट गरिदिनु होला। क्वेसन नम्बर 15 मा रहेको छ नेपालको दोस्रो अग्लो हिम शिखर कुन हो? क्वेसन फेरि सुन्नुहोला, नेपालको दोस्रो अग्लो हिम शिखर कुन हो? अप्सन ए सगरमाथा, अप्सन बी लोत्से, अप्सन नम्बर सी कञ्चनजङ्घा, अप्सन नम्बर डी धौलागिरी। यसको राइट एन्सर रहेको छ कञ्चनजङ्घा। नेपालको दोस्रो अग्लो हिम शिखर कञ्चनजङ्घा हिमाल रहेको छ। अप्सन नम्बर सी राइट एन्सर। क्वेसन नम्बर 16 मा रहेको छ घोडागोडी ताल कुन जिल्लामा पर्दछ? क्वेसन फेरि सुन्नुहोला, घोडागोडी ताल कुन जिल्लामा पर्छ? अप्सन ए सुर्खेत, अप्सन बी कञ्चनपुर, अप्सन नम्बर सी बर्दिया, अप्सन नम्बर डी कैलाली। यसको राइट एन्सर के हुन्छ कमेन्ट गरिदिनु होला। क्वेसन नम्बर 17 मा रहेको छ चितवन केका लागि प्रसिद्ध छ? क्वेसन फेरि सुन्नुहोला, चितवन केका लागि प्रसिद्ध छ? अप्सन ए मकै, अप्सन नम्बर बी गहुँ, अप्सन नम्बर सी धान, अप्सन डी तोरी। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर डी तोरी। चितवन तोरीका लागि प्रसिद्ध रहेको छ। अप्सन नम्बर डी राइट एन्सर। क्वेसन नम्बर 18 मा रहेको छ प्रहरी जवानले कति वर्षमा अनिवार्य अवकाश पाउँछ? क्वेसन फेरि सुन्नुहोला, प्रहरी जवानले कति वर्षमा अनिवार्य अवकाश पाउँछ? अप्सन नम्बर ए 54, अप्सन नम्बर बी 51, अप्सन नम्बर सी 48, अप्सन नम्बर डी 58। यसको राइट एन्सर के हुन्छ कमेन्ट गरिदिनु होला। यदि आएन भने कमेन्ट गरिदिनु होला है त। क्वेसन नम्बर 19 मा रहेको छ ट्राफिक प्रहरीको टोपीको रङ कस्तो हुन्छ? क्वेसन फेरि सुन्नुहोला, ट्राफिक प्रहरीको टोपीको रङ कस्तो हुन्छ? अप्सन ए खैरो, अप्सन नम्बर बी निलो, अप्सन नम्बर सी रातो, अप्सन नम्बर डी सेतो। यसको राइट एन्सर पनि कमेन्ट गरिदिनु होला के हुन्छ। यदि आएन भनेर कमेन्ट गरिदिनु होला है त। क्वेसन नम्बर 20 मा रहेको छ म राष्ट्रको नोकर हुँ भनी घोषणा गर्ने प्रधानमन्त्री को हुन्? क्वेसन फेरि सुन्नुहोला, म राष्ट्रको नोकर हुँ भनी घोषणा गर्ने प्रधानमन्त्री को थिए? अप्सन नम्बर ए पद्म शमशेर, अप्सन बी जङ्गबहादुर राणा, अप्सन सी मोहन शमशेर, अप्सन डी वीर शमशेर। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ए पद्म शमशेर। म राष्ट्रको नोकर हुँ भनी घोषणा गर्ने प्रधानमन्त्री पद्म शमशेर रहेका थिए। अप्सन नम्बर ए राइट एन्सर। त्यसै गरी क्वेसन नम्बर 21 मा रहेको छ हरी खड्का कुन खेलसँग सम्बन्धित छन्? क्वेसन फेरि सुन्नुहोला, हरी खड्का कुन खेलसँग सम्बन्धित छन्? अप्सन ए फुटबल, अप्सन नम्बर बी भलिबल, अप्सन नम्बर सी क्रिकेट, अप्सन नम्बर डी तेक्वान्डो। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ए फुटबल। हरी खड्का फुटबल खेलसँग सम्बन्धित छन्। अप्सन नम्बर ए राइट एन्सर। त्यसै गरी क्वेसन नम्बर 22 मा रहेको छ हिमाल सुनारी कुन खेलसँग सम्बन्धित छन्? क्वेसन फेरि सुन्नुहोला, हिमाल सुनारी कुन खेलसँग सम्बन्धित छन्? अप्सन ए फुटबल, अप्सन बी भलिबल, अप्सन नम्बर सी क्रिकेट, अप्सन नम्बर डी तेक्वान्डो। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर बी भलिबल। हिमाल सुनारी भलिबल खेलसँग सम्बन्धित रहेका छन्। अप्सन नम्बर बी राइट एन्सर। क्वेसन नम्बर 23 मा रहेको छ नेपालको वर्तमान संविधानमा न्याय सम्बन्धी हक कुन धारामा छ? क्वेसन फेरि सुन्नुहोला, नेपालको वर्तमान संविधानमा न्याय सम्बन्धी हक कुन धारामा छ? अप्सन नम्बर ए धारा 20, अप्सन बी धारा 21, अप्सन सी धारा 19, अप्सन नम्बर डी धारा 18। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ए धारा 20। नेपालको वर्तमान संविधानमा न्याय सम्बन्धी हक धारा 20 मा रहेको छ। अप्सन नम्बर ए राइट एन्सर। त्यसै गरी क्वेसन नम्बर 24 मा रहेको छ धान नाच कुन जातिसँग सम्बन्धित नाच हो? क्वेसन फेरि सुन्नुहोला, धान नाच कुन जातिसँग सम्बन्धित नाच हो? अप्सन ए तामाङ, अप्सन नम्बर बी दनुवार, अप्सन सी मगर, अप्सन नम्बर डी लिम्बू। राइट एन्सर रहेको छ अप्सन नम्बर डी लिम्बू। धान नाच लिम्बू जातिसँग सम्बन्धित नाच हो। अप्सन नम्बर डी राइट एन्सर। क्वेसन नम्बर 25 मा रहेको छ आहारा पाउँदा रुने जनावर कुन हो? क्वेसन फेरि सुन्नुहोला, आहारा पाउँदा रुने जनावर कुन हो? अप्सन ए गैडा, अप्सन नम्बर बी हात्ती, अप्सन नम्बर सी गोही, अप्सन नम्बर डी न्याउरी। यसको राइट एन्सर के हुन्छ कमेन्ट गरिदिनु होला। त्यसै गरी क्वेसन नम्बर 26 मा रहेको छ समूहमा नमिल्ने नेता पत्ता लगाउनुहोस्। क्वेसन फेरि सुन्नुहोला, समूहमा नमिल्ने नेता पत्ता लगाउनुहोस्। यसको राइट एन्सर कमेन्ट गरिदिनु होला है त। अप्सन ए रामचन्द्र पौडेल, अप्सन नम्बर बी शेरबहादुर देउबा, अप्सन नम्बर सी पुष्पकमल दाहाल प्रचण्ड, अप्सन नम्बर डी गगन कुमार थापा।
नम्बर 27 मा रहेको छ पूर्व दिशातर्फ फर्केको घोडाको पुच्छर कतातिर झुकेको हुन्छ। क्वेसन फेरि सुन्नु होला। पूर्व दिशातर्फ फर्केको घोडाको पुच्छर कतातिर झुकेको हुन्छ। अप्सन ए पूर्व, अप्सन बी पश्चिम, अप्सन सी आकाशतिर, अप्सन डी पातालतिर। यसको राइट एन्सर के हुन्छ कमेन्ट गरिदिनु होला है त। वनतिर जाँदा घरतिर मुख, घरतिर जाँदा वनतिर मुख के हो? क्वेसन फेरि सुन्नु होला। वनतिर जाँदा घरतिर मुख, घरतिर जाँदा वनतिर मुख के हो? अप्सन ए गाई, अप्सन बी भैँसी, अप्सन सी दाम्लो, अप्सन डी बन्चरो। यसको राइट एन्सर के हुन्छ कमेन्ट गरिदिनु होला। क्वेसन नम्बर 29 मा रहेको छ धान कुट्ने ढिकी भए उखु पेल्ने के होला? क्वेसन फेरि सुन्नु होला। धान कुट्ने ढिकी भए उखु पेल्ने के होला? अप्सन ए मिल, अप्सन बी मेसिन, अप्सन सी कोल, अप्सन डी जाँतो। यसको राइट एन्सर के हुन्छ कमेन्ट गरिदिन सक्नुहुनेछ है त। कुनै जिज्ञासा भए 9742 15 460 मेरो व्हाट्सएपमा कन्ट्याक्ट गर्न सक्नुहुनेछ है त। क्वेसन नम्बर 30 मा रहेको छ बाँकी खाली ठाउँमा के हुन्छ? 5 9 14 19 ... वाट। बाँकी खाली ठाउँमा के हुन्छ? अप्सन ए 20, अप्सन बी 24, अप्सन सी 29, अप्सन डी के हुन्छ कमेन्ट गरिदिनु होला है त। त्यसै गरी क्वेसन नम्बर 31 मा रहेको छ प्रहरी उपरीक्षकलाई अङ्ग्रेजीमा के भनिन्छ? क्वेसन फेरि सुन्नु होला। प्रहरी उपरीक्षकलाई अङ्ग्रेजीमा के भनिन्छ? अप्सन ए एसएसपी, अप्सन बी एसपी, अप्सन सी डिएसपी, अप्सन डी डिआइजी। यसको राइट एन्सर रहेको छ अप्सन बी एसपी। प्रहरी उपरीक्षकलाई अङ्ग्रेजीमा एसपी भनेर चिनिन्छ है त। त्यसै गरी क्वेसन नम्बर 32 मा रहेको छ प्रहरी वरिष्ठ उपरीक्षकलाई अङ्ग्रेजीमा के भनिन्छ? क्वेसन फेरि सुन्नु होला। प्रहरी वरिष्ठ उपरीक्षकलाई अङ्ग्रेजीमा के भनिन्छ? अप्सन ए एसएसपी, अप्सन बी एसपी, अप्सन सी डिएसपी, अप्सन डी डिआइजी। यसको राइट एन्सर रहेको छ अप्सन ए एसएसपी। प्रहरी वरिष्ठ उपरीक्षकलाई अङ्ग्रेजीमा एसएसपी भनेर चिनिन्छ। त्यसै गरी क्वेसन नम्बर 33 मा रहेको छ प्रहरी नायब उपरीक्षकलाई अङ्ग्रेजीमा के भनिन्छ? क्वेसन फेरि सुन्नु होला। प्रहरी नायब उपरीक्षकलाई अङ्ग्रेजीमा के भनिन्छ? अप्सन ए एसएसपी, अप्सन बी एसपी, अप्सन सी डिएसपी, अप्सन डी डिआइजी। यसको राइट एन्सर रहेको छ अप्सन सी डिएसपी। प्रहरी नायब उपरीक्षकलाई अङ्ग्रेजीमा डिएसपी भनेर चिनिन्छ। त्यसै गरी क्वेसन नम्बर 34 मा रहेको छ कालीगण्डकी नदीको पौराणिक नाम के हो? क्वेसन फेरि सुन्नु होला। कालीगण्डकी नदीको पौराणिक नाम के हो? अप्सन ए कृष्णपर्वा, अप्सन बी कर्मधारा, अप्सन सी रुद्रमती, अप्सन डी अचिरावती। यसको राइट एन्सर रहेको छ अप्सन ए कृष्णपर्वा। कालीगण्डकी नदीको पौराणिक नाम कृष्णपर्वा रहेको छ। अप्सन ए राइट एन्सर। क्वेसन नम्बर 35 मा रहेको छ राप्ती नदीको पौराणिक नाम के हो? क्वेसन फेरि सुन्नु होला। राप्ती नदीको पौराणिक नाम के हो? अप्सन ए कृष्णपर्वा, अप्सन बी कर्मधारा, अप्सन सी रुद्रमती, अप्सन डी अचिरावती। यसको राइट एन्सर रहेको छ अप्सन डी अचिरावती। राप्ती नदीको पौराणिक नाम अचिरावती रहेको छ। क्वेसन नम्बर 36 मा रहेको छ त्रिशुली नदीको पौराणिक नाम के हो? क्वेसन फेरि सुन्नु होला। त्रिशुली नदीको पौराणिक नाम के हो? अप्सन ए कृष्णपर्वा, अप्सन बी कर्मधारा, अप्सन सी रुद्रमती, अप्सन डी अचिरावती। यसको राइट एन्सर रहेको छ अप्सन बी कर्मधारा। त्रिशुली नदीको पौराणिक नाम कर्मधारा रहेको छ। क्वेसन नम्बर 37 मा रहेको छ चाबुक भन्ज्याङ कुन जिल्लामा पर्दछ? क्वेसन फेरि सुन्नु होला। चाबुक भन्ज्याङ कुन जिल्लामा पर्दछ? अप्सन ए गोर्खा, अप्सन बी ताप्लेजुङ, अप्सन सी सोलुखुम्बु, अप्सन डी डोल्पा। यसको राइट एन्सर रहेको छ अप्सन बी ताप्लेजुङ। चाबुक भन्ज्याङ ताप्लेजुङ जिल्लामा पर्दछ। त्यसै गरी क्वेसन नम्बर 38 मा रहेको छ झिन्साङ भन्ज्याङ कुन जिल्लामा पर्दछ? क्वेसन फेरि सुन्नु होला। झिन्साङ भन्ज्याङ कुन जिल्लामा पर्दछ? अप्सन ए गोर्खा, अप्सन बी ताप्लेजुङ, अप्सन सी सोलुखुम्बु, अप्सन डी डोल्पा। यसको राइट एन्सर रहेको छ अप्सन बी ताप्लेजुङ। झिन्साङ भन्ज्याङ ताप्लेजुङ जिल्लामा पर्दछ। त्यसै गरी क्वेसन नम्बर 39 मा रहेको छ टिङ्कर भन्ज्याङ कुन जिल्लामा पर्दछ? क्वेसन फेरि सुन्नु होला। टिङ्कर भन्ज्याङ कुन जिल्लामा पर्दछ? अप्सन ए गोर्खा, अप्सन बी ताप्लेजुङ, अप्सन सी दार्चुला, अप्सन डी डोल्पा। यसको राइट एन्सर के हुन्छ कमेन्ट गर्न सक्नुहुनेछ। एकदमै महत्त्वपूर्ण प्रश्न रहेको छ यो है त आउन सक्ने। त्यसै गरी क्वेसन नम्बर 40 मा रहेको छ टिपताला भन्ज्याङ कुन जिल्लामा पर्दछ? क्वेसन फेरि सुन्नु होला। टिपताला भन्ज्याङ कुन जिल्लामा पर्दछ? अप्सन ए गोर्खा, अप्सन बी ताप्लेजुङ, अप्सन सी दार्चुला, अप्सन डी डोल्पा।
यसको राइट एन्सर के हुन्छ कमेन्ट गरिदिनु होला। त्यसैगरी क्वेसन नम्बर 41 मा रहेको छ चिमला भन्ज्याङ कुन जिल्लामा पर्दछ। क्वेसन फेरि सुन्नु होला चिमला भन्ज्याङ कुन जिल्लामा पर्छ। अप्सन ए हुम्ला, अप्सन बी ताप्लेजुङ, अप्सन नम्बर सी दार्चुला, अप्सन नम्बर डी डोल्पा। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ए हुम्ला। चिमला भन्ज्याङ हुम्ला जिल्लामा पर्दछ। क्वेसन नम्बर 42 मा रहेको छ माने भन्ज्याङ कुन जिल्लामा पर्दछ। क्वेसन फेरि सुन्नु होला माने भन्ज्याङ कुन जिल्लामा पर्दछ। अप्सन ए हुम्ला, अप्सन नम्बर बी इलाम, अप्सन नम्बर सी दार्चुला, अप्सन नम्बर डी डोल्पा। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर बी इलाम। माने भन्ज्याङ इलाम जिल्लामा पर्दछ। त्यसै गरी क्वेसन नम्बर 43 मा रहेको छ कफी खेतीको लागि नेपालको प्रसिद्ध जिल्ला कुन हो। क्वेसन फेरि सुन्नु होला कफी खेतीको लागि नेपालको प्रसिद्ध जिल्ला कुन हो। अप्सन ए हुम्ला, अप्सन नम्बर बी गुल्मी, अप्सन नम्बर सी पाल्पा, अप्सन नम्बर डी डोल्पा। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर बी गुल्मी। कफी खेतीको लागि प्रसिद्ध जिल्ला गुल्मीको आँपचौर रहेको छ। क्वेसन नम्बर 44 मा रहेको छ हात्तीको लागि प्रसिद्ध जिल्ला कुन हो। क्वेसन फेरि सुन्नु होला हात्तीको लागि प्रसिद्ध जिल्ला कुन हो। अप्सन ए चितवन, अप्सन बी गुल्मी, अप्सन नम्बर सी पाल्पा, अप्सन नम्बर डी डोल्पा। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर ए चितवन। हात्तीको लागि प्रसिद्ध जिल्ला चितवन रहेको छ। क्वेसन नम्बर 45 मा रहेको छ अदुवा खेतीको लागि नेपालको प्रसिद्ध जिल्ला कुन हो। क्वेसन फेरि सुन्नु होला अदुवाको लागि नेपालको प्रसिद्ध जिल्ला कुन हो। अप्सन ए चितवन, अप्सन बी सल्यान, अप्सन नम्बर सी पाल्पा, अप्सन नम्बर डी डोल्पा। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर बी सल्यान। अदुवाको लागि नेपालको प्रसिद्ध जिल्ला सल्यान रहेको छ। सल्यानको मालनेटा है त। क्वेसन नम्बर 46 मा रहेको छ हुक्काको लागि नेपालको प्रसिद्ध जिल्ला कुन हो। क्वेसन फेरि सुन्नु होला हुक्काको लागि नेपालको प्रसिद्ध जिल्ला कुन हो। अप्सन ए चितवन, अप्सन नम्बर बी सल्यान, अप्सन नम्बर सी पाल्पा, अप्सन नम्बर डी डोल्पा। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर सी पाल्पा। हुक्काको लागि नेपालको प्रसिद्ध जिल्ला पाल्पा रहेको छ। अप्सन नम्बर डी राइट एन्सर। त्यसै गरी आजको अन्तिम प्रश्न रहेको छ छालाको लागि प्रसिद्ध जिल्ला कुन हो। क्वेसन फेरि सुन्नु होला छालाको लागि प्रसिद्ध जिल्ला कुन हो। अप्सन ए चितवन, अप्सन नम्बर बी सल्यान, अप्सन सी पाल्पा, अप्सन नम्बर डी दैलेख। यसको राइट एन्सर रहेको छ अप्सन नम्बर डी दैलेख। छालाको लागि प्रसिद्ध जिल्ला दैलेख रहेको छ। अप्सन नम्बर डी राइट एन्सर। आजलाई हाम्रो भिडियो यति नै। भिडियो कस्तो लाग्यो मन परेमा लाइक, कमेन्ट, सेयर गर्न नभुल्नु होला। भिडियोमा कुनै गल्ती भएमा कमेन्ट गरिदिनु होला है त।